म यति बेला गुल्मीको सदरमुकाम तमगासमा रहेको ब्याडमिन्टन कभर हलमा छु र यहाँनिर असोज 10 गतेदेखि 3 दिनसम्म हुन गइरहेको ब्याडमिन्टन खेल प्रतियोगिताको तयारी भइरहेको छ र त्यसमा छलफल गर्न यहाँ यस खेलका मुख्य व्यक्तिहरू बसिरहनु भएको छ र यहाँ यो अन्तिम तयारीका बारेमा म यति बेला जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताका संयोजक अनुप कुमार श्रेष्ठ अनि ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष महेश काउसासँगै छु। यहाँलाई स्वागत छ। धन्यवाद प्रेमजी। यहाँलाई पनि स्वागत छ महेश काउसा। धन्यवाद प्रेमजी। श्रेष्ठजी ब्याडमिन्टन प्रतियोगिताका बारेमा बताइदिनुस् न। धन्यवाद प्रेमजी। खास गरी यो ब्याडमिन्टन खेल विकासको लागि यस ब्याडमिन्टन संघले जुन प्रयत्न गरेको छ र असोज 10 देखि 12 सम्म हुन गइरहेको जुन खेल छ त्यो खेलको लागि संयोजक मलाई जिम्मेवारी दिएको छ। त्यो जिम्मेवारी दिएकोमा जिल्ला ब्याडमिन्टन संघलाई म धन्यवाद दिन चाहन्छु र खास गरी यो बडा दशैंको उपलक्ष्यमा यस ब्याडमिन्टन संघले यो खेलको आयोजना गरिरहेछ र यो खेल 4 तहको हुनेछ। एउटा भेटरान खेल हुनेछ भेटरानहरूको र अर्को ओपन खेल हुनेछ र अर्को चाहिँ अलिकति जुनियरहरूलाई पनि अलिकति प्रायोरिटी दिनको लागि जुनियरहरूको पनि खेल हामीले सञ्चालन गर्न गइरहेको छौँ। ब्याडमिन्टनको असोज 10 गते तपाईँहरूले वार्षिक उत्सव पनि मनाउँदै हुनुहुन्छ र यो विशेष गरी विजय दशमीको अवसर पार्नु भयो के हो? एउटा त विजय दशमीको पनि हामीले अवसर पारेको हो भने अर्को यही असोज 14 गते यस ब्याडमिन्टन संघको अधिवेशन हुन गइरहेको छ। त्यसैलाई मध्यनजर राखेर हामीले यो टुर्नामेन्ट सञ्चालन गरेको हौँ। कति छ पुरस्कार? हामीले प्रथमलाई रु 5000 प्रमाणपत्र र कप मेडल दिँदैछौँ भने दोस्रोलाई रु 3000 त्यसै गरी मेडल र प्रमाणपत्र र तेस्रोलाई रु 2000 र त्यसै गरी मेडल र प्रमाणपत्रको व्यवस्था गरेका छौँ। महेश काउसाजी तपाईँ यो अध्यक्ष हुनुहुन्छ। यो 14 गते हुन गइरहेको जिल्ला अधिवेशनको तयारी भइसकेको छ? एकदम सबै कुराले हामी सुसम्पन्न भइसकेका छौँ र हामी तयारी एकदमै फुल तयारीमा बसेका छौँ। तपाईहरुले यो सदरमुकाममा मात्र केन्द्रित गरिरहनु भएको छ यो ब्याडमिन्टन खेललाई गाउँ स्तरसम्म पुर्याउनलाई के गर्नु पर्ला? हैन, हामी यो गाउँ स्तरबाट पनि हामी सबैलाई सम्पर्क गरेका छौँ। सबै चारैतिर यो ब्याडमिन्टन खेल भनेको अलिकति महँगो खेल भनेर भने पनि जानिन्छ। के छ भन्दाखेरि गाउँमा पनि खेलेका छन्। शान्तिपुर खेल्नु भएको छ, अब यो रिडी खेल्नु भएको छ, अनि रिडीमा त दुईटा कभर हल बनिरहेको छ जुन कि सदरमुकाममा बन्न सकेको छैन। यो रिडीमा पनि दुईटा कभर हल बन्न अहिले सुरु भइरहेको छ र चाहिँ यो खैरेनीमा पनि भएको छ, शान्तिपुर अनि यो सिमलटारीतिर पनि भइरहेको छ। यसलाई चाहिँ हामीले यो अहिले ब्याडमिन्टन भनेको एउटा 9 वर्षको केटादेखि लिएर 70 वर्षसम्मको केटाहरू पनि खेल्न सक्ने यो खेल भएको हुनाले यसलाई चाहिँ हामीले धेरै प्रायोरिटी दिएर यो खेललाई चाहिँ हामीले धेरै प्रमोट गर्ने कोसिस गरेका छौँ। यो खेल विशेष गरी प्रोफेसनली नभएर एउटा शौकीनहरूको मात्रै हो कि जस्तो महसुस हुन्छ? सहभागिता कम हो कि भन्ने? होइन, सहभागिता कम होइन। अहिलेको परिवेशमा हेर्ने हो भने ब्याडमिन्टन खेल भनेको बेसरी धेरै मान्छेहरू अहिले यो खेलप्रति धेरै मान्छेहरू आकर्षित भएको छ र किन भन्दा यो खेल भनेको कस्तो भन्दा मैले अघि नै भनिसकेँ यो केटाकेटीदेखि र वृद्धसम्म खेल्न सक्ने खेल हो र चाहिँ अलिकति महँगो चाहिँ हो। त्यसकारण यो अलिकति इन्भल्भ हुनलाई अलि यसमा चाहिँ अलि मान्छेहरू सहभागी हुन चाहिँ अलि नसकेको हो र अलिक गाह्रो विषय अलिकति आर्थिकले पनि पारेको छ यसमा। हस्, महत्त्वपूर्ण समय दिनुभयो। यहाँहरू दुवैजनालाई धन्यवाद दिन चाहन्छु। हस् त, नमस्ते। धन्यवाद प्रेमजी। धन्यवाद। हस्।